अहिले ल अहिले हामी चाहिँ यसो बाहिर हाम्रो बाइक चाहिँ भ्लगरवाला बाइक चाहिँ है यसमै टक्क हामी अहिले जाँदैछौँ। तपाईँहरूको माया प्रेम सद्भावना भयो भने चाहिँ के हुनसक्छ। अलिक टेढो भएछ है ठिक छ हेर्दै चोटि ठिकै छ तर भिडियो चाहिँ दामी बनाएर रहेछ क्या तपाईँले त्यो भिडियो पनि होइन हो त्यस्तो अब हामी चाहिँ इटलीतिर जाँदैछौँ। इटलीतिर यो चाहिँ इटली हाइवे मलाई पछाडि के छ ठिक छ तपाईँ भने भयो मलाई हेर्दैचोटि भयो ठिक छ भिडियो ठिक छ हेर्दैचोटि म त केही देख्दिनँ त यार ठिक छ ठिक छ होला सिधा आइरहेको होइन भइहाल्छ ल अहिले हामी चाहिँ इटलीतिर गइरहेको छौँ। यो इटली हो बाइक यही है तर नि मलाई भारी चाहिँ भारी हुँदो रहेछ यार हजुर भारी चाहिँ भारी हुँदो रहेछ हेलमेटमा अनि कस्तो भारी पो थाहा यसो गर्नुपर्छ कि के गर्ने अब भ्लग गर्न गाह्रो छ भन्ने न के गर्नु भ्लग गर्न पनि गाह्रो छ। हामी भ्लगरहरूलाई फर्स्ट स्टार्टिङ गरेको मात्रै हो। अब बिस्तारै बिस्तारै तपाईँहरूले सपोर्ट गर्नुभयो भने होइन यो भाइले हेरिरहेको थियो यो भाइले त्यहाँको भाइले अलिक कतिको हेरेर म त केही देखिदिनु जस्तो म पनि देखेको छैन यो पारहरू देखिरहेको छु यतिको हुन्छ भयो हल्का माथि गर्थ्यौँ यतिको गर त तल झरिहाल्छ गाडीलाई प्रब्लम भनेको कस्तो छ क्या यो ब्रान्डको गाडी त नि झरा टप दिन्छ र यो गाडीलाई कस्तो स्पिड चलाएर चलाउनु यति हरान दिनु पर्यो गोली लाग्ने थिएन आन्दोलनमा त्यो आशुतोष बस्नेत भन्ने हो त त्यही इटलीको रहेछ नि त इटली यता 4 को कि 5 को हो नि त त्यो त 5 को कि 4 नरबारतिरको हो कि यतैको हुन्छ नि यसलाई टप्न एमा कहाँ रोक्छ यार यो गाडीहरू साह्रो छैन अनि इटली हामी चाहिँ इटलीको लोकल है इटलीको लोकल भन्दा पनि अब यसो अलिअलि भ्लगर बनाउने कस्तो खिचा लागिरहेछ यार मनोज मनोज मान्छेले के इटली छुट्टै विदेशी चक्लेट लिएर आउँछ अरे हो हो पर्दैन ल हुन्छ के गर्नु भिडियोलाई पहुँच गरौँ कि यतिकै ठिक छ भन्नुहोस् झन्डै एक्सिडेन्ट भएको धनले आन्टे चाहिँ डुबेन अरे कहाँबाट गाडी कहाँबाट यतिले बाँच्यो यार त्यो त मनोज अब त अर्को पनि लिएर हिँड्नुपर्छ दुइटै तिमी लाऊ एउटामा होइन अनि दुईजना बोलाउ के भइहाल्छ त अर्को बेलुका निस्नु परिहाल्यो नि यार इटली सुक होइन भाइले टक्क हेऱ्यो होइन अलिअलि हेऱ्यो अनि टक्क निस्किहाल्यो बुढी खोला यहाँ चाहिँ हरेक सोमबार त्यसमा म पनि आबद्ध छु होइन आरती हुन्छ हरेक सोमबार आरती हुन्छ यहाँ बुढी खोला यहाँनिर चाहिँ यो बुढी खोला हो हरेक सोमबार आरती हुन्छ सबैजना पनि म भिडियोको भ्लगको मार्फतबाट पनि म आरतीको लागि चाहिँ निमन्त्रणा गर्दछु हरेक सोमबार है हरेक सोमबार यहाँ र सप्तकोशी गङ्गामा चाहिँ खोलामा चाहिँ हरेक सोमबार आरती हुन्छ। तपाईँहरू जसले यो मेरो भिडियो हेर्दै हुनुहुन्छ आउनु होला 5:30 बजे 5:30 बजेदेखिको चाहिँ यो हुन्छ आरती होइन स्टार्टिङ हुन्छ 5:30 बजेबाट 6:30 7 बजेसम्म आरती हुन्छ आउनु होला सबैजना। यो चाहिँ म भिडियो मार्फत के गर्छु निमन्त्रणा गरेँ तपाईँहरूले यो हुने हो आरती यहाँनिर। अब हामी अगाडि बढ्दैछौँ। अब सुन्दर रहेछ इटली छ के भाइ भाइ हो भाइ यो 3 बहिनी कहाँबाट जान्छ थाहा भएन थाहा छैन सुन्ने साइकल बुढालाई अब साइकलमै ए छोडेन है यता जाऊँ अब यही बाटोमा सोध्नु अगाडि भेट्यो ए दुलारी भाउजूको सुले त अनि नसोध नसोध भाइ यहाँबाट डाङ्गी जान्छ जगरी छ है क्या कार्यक्रम ए हो कार्यक्रम हो तल घरि त हाल्छ सोध्दिने नसोध्नु
जङ्गलै छ है जङ्गल छ कस्तो जङ्गल छ तिमीलाई कस्तो खतराको जङ्गल छ र अन्त कोही नआउने खालको छ के भएछ ठुलो घटना भयो मान्छे भयो तर के भयो थाहा छैन ए ल कसैको ध्यान गरेछ मरि मराउको रहेछ है मरि मराउने म त के ठुलै घटना भएछ ठुलै घटना त हो ठुलो घटना मरि मराउने पैसा कमाउन हिँडेको भ्लगर बन्दै नहोला त सबै पसलमा गएर बनाउँदै चाहिँ जङ्गल यहाँ पनि आधी घन्टाको जङ्गल छ बाइकमा जाँदाखेरि सक्यो अब यहाँ बस्दैन कि अगाडि जाने यहाँ बस्दैन है यहीँ हाल्ने यो मोबाइल निकालेर क्लिक गर न बिस्तारै गरौँ बा